वेलकम टू माई च्यानल। यो बीबीएस सेकेन्ड इयरको एकाउन्ट र के भन्छ यो सब्जेक्टको नाम छ कस्ट एन्ड म्यानेजमेन्ट अकाउन्टिङ, जसलाई हामी एकाउन्टिङ पनि भन्ने गर्छौँ। त्यो बुकको च्याप्टर 12 मा रहेको एब्जर्प्सन एन्ड भेरिएबल कस्टिङको डिटिपी 1, 2, 3, 4, 5 यसमा सल्भ गरिएको छ। यदि तपाईँले अझै अगाडिको पनि सोल्युसन चाहियो भने कमेन्ट गर्नुहोला। यसमा डिटिपी 1 छ, अझै डिटिपी 5 सम्म छ। हेरेर बुझ्नुहोला र कुनै डाउट आएमा भने कमेन्ट बक्समा भन्नुहोला। यो डिटिपी 3 रहेछ। यसमा के भनिन्छ, दुवै इन्कम स्टेटमेन्ट अन्डर भेरिएबल कस्टिङ र इन्कम स्टेटमेन्ट अन्डर एब्जर्प्सन कस्टिङ दुवै सेम नै छ, जस्ट अलिकतिको डिफ्रेन्स छ। जहाँ फिक्स्ड म्यानुफ्याक्चरिङ ओभरहेड निकाल्दाखेरि इन्कम स्टेटमेन्ट अन्डर एब्जर्प्सन कस्टिङमा त्यहाँ बढी छ कि कम छ त्यो मिलाएर अनि ग्रस प्रफिट पछि त्यसलाई लेख्नुपर्छ। जस्तै यहाँ यो त रिकन्सिलिएसन प्रफिट छ, रिकन्सिलिएसन स्टेटमेन्ट। यसमा पनि के छ कि यदि तपाईँको रिकन्सिलिएसन स्टेटमेन्टको एन्सर मिल्यो भने तपाईँको पुरा हिसाब सही छ। त कसरी बुझ्ने कि रिकन्सिलिएसन स्टेटमेन्टको एन्सर मिल्यो? यो जे छ डिफ्रेन्स इन प्रफिट, त्यो जस्तै 20,000 यसमा दिएको छ र डिफ्रेन्स इन स्टक भ्यालुएसन A/B यसमा पनि 20,000 छ। त यो दुवै मिल्यो भने तपाईँको रिकन्सिलिएसन स्टेटमेन्ट ठिक छ। र यहाँ एउटा अझै इम्पोर्टेन्ट कुरा कि इक्जाममा याद राख्नुहोला कि इन्कम स्टेटमेन्ट अन्डर भेरिएबल कस्टिङ र इन्कम स्टेटमेन्ट अन्डर एब्जर्प्सन कस्टिङ त्योहरूको डिफ्रेन्ट नेमहरू छ। जस्तै एब्जर्प्सन कस्टिङलाई एक्सटर्नल कस्टिङ पनि भनिन्छ। त इक्जाममा यो पनि सोध्न सक्छ कि इन्कम स्टेटमेन्ट अन्डर एक्सटर्नल कस्टिङ। त कन्फ्युज नहुनुहोला कि एक्सटर्नल कस्टिङ भनेको के हो। एक्सटर्नल कस्टिङ भनेको नै एब्जर्प्सन कस्टिङ हो र यसको अर्को नाम यो पनि छ कन्भेन्सनल कस्टिङ, ट्रेडिसनल कस्टिङ, फुल कस्टिङ मेथड। यदि इक्जाममा यो चारवटा नाममध्ये कुनै पनि नाम आयो भने कन्फ्युज नहुनुहोला। यो चारवटै नामलाई याद गर्नुहोला, एक्सटर्नल कस्टिङ, कन्भेन्सनल कस्टिङ, ट्रेडिसनल कस्टिङ, फुल कस्टिङ मेथड। त यो सबै चारवटा डिफ्रेन्ट नेमहरू छ एब्जर्प्सन कस्टिङको। त्यस्तै भेरिएबल कस्टिङको पनि डिफ्रेन्ट नेमहरू छ। त त्यो पनि याद गर्नुहोला किनकि इक्जाममा कुनै पनि आइदिन सक्छ। त भेरिएबल कस्टिङलाई के भनिन्छ, त्यसलाई इन्टर्नल कस्टिङ, एब्जर्प्सनलाई एक्सटर्नल, भेरिएबललाई इन्टर्नल। अनि अर्को नेम छ डाइरेक्ट कस्टिङ, मार्जिनल कस्टिङ। यसको 3वटा छ। एब्जर्प्सनमा डिफ्रेन्ट नेमहरू 4वटा थियो र यसमा 3वटा छ, इन्टर्नल कस्टिङ, डाइरेक्ट कस्टिङ, मार्जिनल कस्टिङ। भेरिएबल कस्टिङलाई के भनिन्छ, त्यसको अर्को नेम के छ, इन्टर्नल कस्टिङ, डाइरेक्ट कस्टिङ, मार्जिनल कस्टिङ। त यो याद गर्नुहोला।